म भर्खरै घर आएँ। पाउने 10 बजीतिर अस्पताल गएको थिएँ। अहिले 11:30 बजे भयो। करिब झन्डै 2 घन्टापछि म अस्पतालबाट घर फर्केँ। आज म घरमा एक्लै छु। मेरो छोरा छ, ठुलो छोरा। निस्किँदाखेरि बाबु सुतिसकेको थियो। मैले घरको बाहिरबाट ताला लगाएर म अस्पताल गएको थिएँ। मेरो गाउँबाट एकजना मेरो आफन्त 4 महिनाको सुत्केरी एकदमै ओभर ब्लिडिङ भएर सबैभन्दा पहिला उहाँ चाहिँ नगर अस्पताल जानुभयो। त्यहाँ उपचार हुन नसकेपछि जिल्ला अस्पताल र त्यहाँ पनि उपचार हुन नसकेपछि अहिले प्रदेश अस्पताल ल्याइ पुर्याइएको छ। अस्पताल पुर्याउन बित्तिकै उहाँ लगातार ब्लिडिङ भइरहेको थियो। अहिले ब्लिडिङ रोक्ने काम गरिएको छ। यसमा डाक्टर धर्मको आज ड्युटी रहेछ। डाक्टर धर्मसँग मेरो फोन सम्पर्क भयो। त्यहाँ सिस्टरहरूसँग कुराकानी भयो। लिन बित्तिकै डाक्टर साहबले रेस्पोन्स गर्नुभयो र अहिले उहाँलाई रगतको मात्रा चेक जाँचको लागि पठाएको छ र रगत चढाउन सक्ने, रगत पनि चढाउनु पर्ने अवस्था हुनसक्छ भन्नुभएको छ र उहाँलाई आज भर्ना गर्ने भन्ने छ। केही दिन अगाडि पनि यस्तै खालको ब्लिडिङ भएपछि 1 हप्ता अगाडि उहाँ सुर्खेत अस्पतालमै उपचार गरेर घर फर्किनु भएको थियो। आज 81 हात खुट्टा लल्याकलुलिक भएपछि उहाँलाई नगर अस्पताल, जिल्ला अस्पताल हुँदै अहिले प्रदेश अस्पताल पुर्याएको छ। डाक्टर साहबले आज भर्ना गरेर राख्ने भन्नुभएको छ र अहिले ब्लड चाहिँ रोकिएको छ। भोलि सबै चेक जाँचहरू गर्ने भन्ने छ। त्यसको सहयोगको लागि म प्रदेश अस्पताल गएको थिएँ। भर्खरै फर्किएँ। म आउँदाखेरि मेरो बच्चा चाहिँ सुतिरहेको छ। म्यामहरू हिजो नै ससुरालीतिर गएको भएर घरमा हुनुहुन्न। त्यसैले गर्दाखेरि आज हामी 2 बाबु छोरा मात्रै छौँ। त्यही पनि म ताला लगाएर मेरो आफन्तको सहयोगको लागि म अस्पताल गएको थिएँ। झन्डै 2 घन्टा जति बिताएर म अहिले भर्खरै फर्केँ। गाउँबाट एउटा आशा अपेक्षा गरेर जिल्लावासी, नगरवासीले मलाई फोन गर्नुहुन्छ। मलाई पनि के लाग्छ भने मलाई एउटा आशा भरोसा गरेर त मलाई फोन गर्नुहुन्छ। यो मान्छे त्यहाँ छ, केही सहयोग गरिदिन्थ्यो कि, उसले भनेर बोलेर केही हुन्थ्यो कि भनेर मलाई आशा गर्ने भएको हुनाले मैले मरिमेटी सहयोग गर्ने गरेको छु। गर्नु पनि पर्छ। अप्ठ्यारो समस्यामा परेका आफन्तजन हुन् या जुनसुकै मानिसहरूलाई पनि एउटा सहयोग गर्नु मानवीय धर्म र कर्तव्य पनि हो। हामी मानव भइसकेपछि अर्कोलाई अप्ठ्यारो पर्दाखेरि, दुःख पर्दाखेरि, समस्या पर्दाखेरि हामी अग्रसर भएर लाग्नुपर्ने हुन्छ। निस्वार्थ रूपमा हामीले सहयोग र साथ दिनुपर्ने हुन्छ समस्या अप्ठ्यारोमा परेका मानिसहरूलाई। यसमा कुनै स्वार्थ लुकेको पनि छैन, छिपेको पनि छैन। किनभने सहयोग गर्ने कुरा आफैमा एउटा पुण्य प्राप्त हो। सबैभन्दा ठुलो कुरा नै पुण्य कमाउनु हो, धर्म कमाउनु हो। यो समयमा, यो अवस्थामा हामीले एउटा मानव चोला लिएर जन्मिसकेपछि मानव भनेको सर्वश्रेष्ठ प्राणी हो। सर्वश्रेष्ठ प्राणी भइसकेपछि हामीले अरूको मर्म, पीडा, दुःख, समस्या पनि बुझ्नुपर्छ र त्यसमा साथ दिनुपर्छ भन्ने मेरो अन्तर हृदयदेखि नै त्यो भाव चाहिँ आउँछ। त्यसैले गर्दाखेरि म दिन नभनी रात नभनी आफ्नो कामलाई थाती राखेर पनि अरूको दुःख सुखमा साथ दिने गरेको छु। आगामी दिनहरूमा पनि अप्ठ्यारो समस्या पर्दाखेरि म सबै मानिसहरूलाई साथ र सहयोग दिने नै छु। आजलाई यति नै भनौँ। मैले त्यो भाइलाई पनि भनेको छु। श्रीमती ल्याएर एकजना भाइ आउनुभएको छ। उहाँलाई पनि भनेको छु केही अप्ठ्यारो पर्यो भने भन्नु, म जतिखेर पनि तपाईँको लागि आएर सहयोग गर्न, साथ दिन म तयार छु भनेर।